बिहानको 6 बजेको कुरा हो। कतै गाउँमा आमा उठिसक्नु भएको छ। चुलो बाल्दै हुनुहुन्छ। गाई बाँध्न बाहिर जाँदै हुनुहुन्छ। भान्साबाट धुवाँ उठेको छ। कतै काठमाडौँमा कोही दूध पसलमा राखेर पार्कतिर मर्निङ वकको लागि निस्किँदैछ। मर्निङ क्लासका स्टुडेन्ट्सहरू रोडमा देखिन्छन् हतार हतार। केही नेपाली। कतै कतारमा त कोही जापानमा, कोही 12 घण्टाको शिफ्ट सुरु गर्दैछ। मनमा एउटै कुरा, अझ कति वर्ष? 3वटा फरक ठाउँ, 3वटा फरक मान्छे, तर एउटै कुरा साझा छ। हिजो पनि यस्तै थियो, भोलि पनि यस्तै हुन्छ। त्यो यस्तै, त्यो शब्दमा एउटा पूरा जीवन थुनिएको छ। तपाईले पनि कहिले न कहिले त्यो शब्द मुखबाट निकाल्नु भएको छ। के गर्नु, यस्तै छ नि। मैले पनि भनेको छु, तर आज म तपाईसँग एउटा प्रश्न राख्न चाहन्छु। त्यो यस्तै के साँच्चै यस्तै हुनुपर्ने हो? वा हामीले बिस्तारै थाहै नपाई त्यो यस्तै आफैले बनाएका हौं? आजको कुरा त्यही बारे हो। बानीको बारे। बानीले बनाउने जीवनको बारे र एउटा किताबको बारे जसले यो प्रश्नको जवाफ दिन खोज्छ। नाम हो एटोमिक ह्याबिट्स। एउटा प्रश्न सोध्छु, सिधा। यो वर्ष तपाईले कतिवटा निर्णय गर्नुभयो जुन पूरा भएन? खर्च घटाउँछु, भएन। बिहान चाँडो उठ्छु, भएन। चुरोट रक्सी छोड्छु, भएन। घरमा हरेक हप्ता फोन गर्छु, भएन। यसपालि भने नयाँ जागिरमा सार्छु, भएन। अनि के भयो? आफैलाई दोष दिनुभयो। म अल्छी छु, मेरो विल पावर कमजोर छ, म भन्दा भएन। रोक्नुस्, यो कमजोरी होइन, यो क्यारेक्टरको दोष होइन, यो सिस्टमको समस्या हो। र त्यो फरक, म कमजोर छु र मेरो सिस्टम गलत छ, यो फरक बुझ्नु नै आजको एपिसोडको सुरुवात हो। जेम्स क्लियर भन्ने मान्छेले यही कुरा लेखे एटोमिक ह्याबिट्समा। हामी आज त्यही किताबलाई नेपाली जीवनको ऐनामा हेर्छौं। किनभने किताब अमेरिकामा लेखिएको हो, तर यसले उजागर गर्ने समस्या संसारभरका मान्छेको हो। मेरो एउटा काल्पनिक साथी छ, उसलाई रामबहादुर भनौं। रामबहादुर राम्रो मान्छे हो, मिहिनेती छ, मनले चाहन्छ पनि हरेक नयाँ वर्ष वैशाख महिनामा एउटा निर्णय गर्छ। यसपालि भने बचत गर्छु, हिसाब राख्छु, व्यवस्थित हुन्छु र स्वस्थ हुनको लागि चुरोट रक्सी छोड्छु। वैशाखमा निर्णय, जेठसम्म उत्साह, असारमा बिर्सन्छ। ल, अर्को वर्षदेखि। रामबहादुर अल्छी होइन, रामबहादुर बेइमान होइन। रामबहादुरको निर्णय साँचो थियो, तर रामबहादुरसँग सिस्टम थिएन। र कुरा के छ भने रामबहादुर एउटा मात्र होइन। रामबहादुर हामी सबैभित्र छ। खाडीमा यसपालि बचाउँछु भन्ने दाइभित्र, लोकसेवाको किताब किनेर ट्रङ्कमा थुपार्ने दिदीभित्र, डायट सुरु गर्छु दशैं सकिएपछि भन्ने हामी सबैभित्र। आज हामी रामबहादुरको समस्या बुझ्ने कोसिस गर्छौं र जेम्स क्लियरको एटोमिक ह्याबिट्स त्यही समस्याको जवाफ खोज्ने एउटा किताब। नेपाली जीवनमा त्यो जवाफ कस्तो देखिन्छ त्यो आज हामी हेर्छौं। जेम्स क्लियर नाम सुन्दा लाग्छ कुनै हलिउड मुभीको हिरोको नाम जस्तो, तर यो एउटा साधारण अमेरिकी केटाको कथा हो। साधारण, तर जीवन असाधारण तरिकाले बदलिएको। उनी कलेजमा बेसबल खेल्थे, राम्रै खेल्थे, टिममा थिए, भविष्य देखिन्थ्यो। एक दिन प्र्याक्टिसको बेला अर्को खेलाडीको हिर्काएको ब्याट सिधा उनको मुहारमा लाग्यो। नाक भाँचियो, आँखाभरि रगत। साथीहरूले उठाएर अस्पताल लगे। त्यसपछि महिनौको रिकभरी। त्यो बेला उनी खेल्न सक्दैनथे, बाहिर जान सक्दैनथे, गर्न केही थिएन, सोच्नु बाहेक। त्यही सोच्ने बेलामा उनलाई एउटा कुरा बुझ्यो, साना साना कुराले ठूलो फरक पार्छ। एउटा बानीले, एउटा दिनचर्याले बिस्तारै बिस्तारै जीवनको दिशा बदल्न सक्छ, राम्रोतिर पनि नराम्रोतिर पनि। उनी रिकभर भए, खेलमा फर्किए र त्यो सोचाइ मनमा राखेर वर्षौंपछि एउटा किताब लेखे। नाम
एटोमिक ह्याबिट्स सन् 2018मा आयो। अहिलेसम्म संसारभर 2 करोडभन्दा बढी प्रति बिक्यो। 2 करोड। एकछिन सोच्नुस्, नेपालको जनसङ्ख्या 3 करोड छ। मतलब संसारभर झण्डै नेपालको 2/3 जनसङ्ख्या बराबर मान्छेले यो किताब किने। अंग्रेजीमा, हिन्दीमा, जापानीमा, कोरियनमा 50 भन्दा बढी भाषामा अनुवाद भयो। नेपालमा पनि बिक्यो। काठमाडौँको मण्डला बुक पोइन्टमा छ, एकता बुक्समा छ। दाराजमा अर्डर गर्न मिल्छ, 2 दिनमा घरमै आइपुग्छ। पीडीएफ त झन् कति डाउनलोड भएको होला, त्यसको हिसाब कसैसँग छैन। फ्रीमा पाइन्छ भने डाउनलोड गर्ने हाम्रो बानी छँदैछ। मान्छेले किन्छन्, राम्रो मनसाय राखेर किन्छन्, पढ्छन् कम, जीवनमा उतार्छन् झन् कम। र यहाँ एउटा गहिरो आइरोनी छ। बानी सुधार्ने कुरा गर्ने किताब पनि हाम्रो गलत बानीकै कारण थन्किन्छ। किताब किन्ने बानी छ, पढ्ने बानी छैन। पढ्ने बानी छ, सिद्ध्याउने बानी छैन। सिद्ध्याउने बानी छ, जीवनमा उतार्ने बानी छैन। यो किताबको दोष होइन, यो हाम्रो आफ्नै कथा हो र यही कथाको कारण यो किताब लेखिएको थियो। तर किताबको मूल कुरा के हो? एउटै वाक्यमा भन्नुपर्दा, सानो सानो बानीले बिस्तारै बिस्तारै ठूलो जीवन बनाउँछ। बस यति हो। तर एटोमिक भन्ने शब्दको अर्थ बुझ्नु जरुरी छ, किनभने यो शब्द जेम्स क्लियरले जानाजानी रोजेका हुन्। एटोमिकको 2वटा अर्थ छ। पहिलो, अत्यन्त सानो, माइक्रोस्कोपिक, आँखाले देख्न नसकिने। दोस्रो, अत्यन्त शक्तिशाली, एक्सप्लोसिभ, एटमबाट निस्किने एनर्जी जसले सहर ध्वस्त पार्न सक्छ। यी 2 अर्थ एकैसाथ राख्नुस्, सानो तर शक्तिशाली। हाम्रो बानी त्यस्तै हो। हरेक दिन बिहान उठेर मान्छे तातो पानी खाने बानी सानो देखिन्छ, तर यसमा दिने फाइदा धेरै छन् स्वास्थ्यलाई लङ टर्ममा। हरेक महिना 500 रुपैयाँ छुट्याउने बानी हास्यास्पद लाग्छ, तर 20 वर्षमा त्यो घरको एक कोठा बन्न सक्छ। र उल्टो पनि छ। हरेक दिन साँझ 1 घण्टा फोनमा टिकटक हेर्ने बानी के बिग्रियो र? तर 1 वर्षमा त्यो 365 घण्टा हो। त्यो समयमा एउटा नयाँ स्किल सिक्न सकिन्थ्यो, एउटा किताब लेख्न सकिन्थ्यो, एउटा साना व्यापार सुरु गर्न सकिन्थ्यो। बानी देखिँदैन, तर बानीले नै जीवन बनाउँछ। कसरी भन्ने प्रश्नको जवाफ दिन जेम्स क्लियरले 400 पेज लेखे। हामी आज त्यही 400 पेजलाई नेपाली जीवनको ऐनामा हेर्छौं। गाउँको खेत, सहरको जागिर, खाडीको कमाई, घरको भान्साघर, सबैमा यो किताब कहाँ मिल्छ, कहाँ मिल्दैन। दुवै कुरा इमान्दारीसँग। तर पहिले एउटा क्याल्कुलेसन, एउटा यस्तो क्याल्कुलेसन जसले तपाईलाई अलि असहज बनाउन सक्छ। तर सत्य प्राय असहज नै हुन्छ र त्यही असहजताबाट परिवर्तन सुरु हुन्छ। जेम्स क्लियरको किताबमा सबैभन्दा पहिले एउटा क्याल्कुलेसन छ। सरल क्याल्कुलेसन हो, स्कुलमा सिकेको गणित हो। तर यो क्याल्कुलेसन पढेपछि मान्छे अलि चुप हुन्छन्, किनभने यसले तपाईको आफ्नै ऐना देखाउँछ। हेर्नुस्, हरेक दिन 1% सुधार गर्नुभयो भने 1 वर्षमा तपाईँ 37 गुणा राम्रो हुनुहुन्छ। हरेक दिन 1% खराब भयो भने 1 वर्षमा तपाईँ प्राय 0मा आइपुग्नुहुन्छ। 1%, 1%। एक दिनमा यो यति सानो हुन्छ कि थाहै हुँदैन, देखिँदैन, कसैले नोटिस गर्दैन। तर 1 वर्षमा 37 गुणा। यो गणित हो र गणित निर्मम हुन्छ, माफ गर्दैन, बहाना सुन्दैन। तर यो कुरा सुन्दा धेरैलाई लाग्छ, ल राम्रो कुरा हो, तर मेरो जीवनमा कहाँ लागू हुन्छ र? त्यसैले 3वटा उदाहरण हेरौं, नेपाली जीवनबाट नै। पहिलो उदाहरण, लोकसेवाको तयारी। नेपालमा लाखौं मान्छे लोकसेवाको तयारी गर्छन्। कोही 2 वर्ष गर्छन्, कोही 5 वर्ष, कोही 10 वर्ष। 2 जना साथीसँगै तयारी सुरु गर्छन्। एउटै कोचिङ, एउटै किताब, एउटै सिलेबस। पहिलोले हरेक दिन बिहान 2 घण्टा पढ्छ, नियमित। एक्जाम आउँदा पनि, चाड आउँदा पनि, मन नलागेको दिन पनि।
दिनको 2 घण्टा सानो लाग्छ। दोस्रोले हप्तामा 1 दिन 8 घण्टा पढ्छ, एकैचोटि राम्रोसँग गरौँ भनेर। 1 वर्षमा पहिलोले 730 घण्टा पढ्यो, दोस्रोले पनि करिब त्यत्तिकै। 4 हप्ता छोडियो भने 48 हप्ता गुणा 8 घण्टा बराबर 384 घण्टा। घण्टा मात्र होइन, पहिलोको दिमागमा कुरा बस्यो, दोस्रोको दिमागमा आयो र गयो। तेस्रो वर्षमा पहिलो पास भयो, दोस्रो अझै तयारीमै छ, अर्को पटक हुन्छ। हरेक दिनको सानो कन्सिस्टेन्सी त्यही हो 1%। देखिँदैन तर जम्मा हुन्छ। दोस्रो उदाहरण, खाडीको कमाई। मलेसिया, कतर, साउदी अरेबिया लाखौं नेपाली दाइहरू छन्। महिनाको 40, 50, कोही 60,000, 1 लाख, 2 लाख पनि कमाउँछन्। 5 वर्ष खट्छन्, घाम, धुलो, काँडा परिवारदेखि। 5 वर्षपछि घर फर्किन्छन्। हातमा के हुन्छ? धेरैको जवाफ, खासै केही जम्मा भएन। कोहीको त ऋण नै छ। 5 वर्ष, लाखौं रुपैयाँ कमाई तर हातमा केही छैन। किन? किनभने त्यहाँ पुगेपछि एउटा बानी बस्यो। आज साथीसँग खाने, भोलिदेखि बचाउने। त्यो भोलि कहिले आएन। हरेक हप्ता 1000 बढी खर्च भयो। सिनेमा हेर्न गइयो, साथीलाई खाना खुवाइयो, नयाँ फोन किनियो। एकैपटक किन्दा सस्तो पर्छ नि भनेर। हरेक खर्च सानो थियो, हरेक खर्चको कारण थियो। तर ती सबै सानो खर्च जम्मा भएर 5 वर्षको पसिना खायो। 1% को हिसाब उल्टो दिशामा पनि उत्तिकै निर्मम छ। तेस्रो उदाहरण, सरकारी जागिरको पहिलो दिन। सरकारी जागिरमा छिर्दाको दिन मान्छे कति उत्साहित हुन्छ। नयाँ कपडा लाएको छ, अफिस पुगेर आफ्नो कुर्सी हेर्छ, आफ्नो ठाउँ। मनमा सोच्छ, अब राम्रोसँग काम गर्छु, सिस्टम बदल्छु, देशलाई केही दिन्छु। साँचो निर्णय हो, साँचो उत्साह हो। 5 वर्षपछि त्यही मान्छेलाई भेट्नुस्। फाइल भोलि हेरौँ न। नियम यस्तै छ, म के गर्नु? माथिबाट अर्डर आएपछि गर्छु। के भयो? अचानक भएको होइन, एक दिनमा भएको होइन। पहिलो हप्ता एउटा सानो सम्झौता भयो। आज अलि थकाइ लाग्यो, भोलि गरौँ। पहिलो महिना, अर्को सम्झौता। यस्तै चलन छ यहाँ, मैले मात्र गरेर के हुन्छ र? पहिलो वर्ष, बानी बसिसक्यो। हरेक दिन अलिकति सम्झौता, हरेक दिन अलिकति यस्तै हो नि। देखिँदैन थियो, थाहा हुँदैन थियो, तर त्यो एक्युमुलेट भइरहेको थियो, उल्टो दिशामा। बानी दुवै दिशामा कम्पाउन्ड हुन्छ, निर्माणतिर पनि, विनाशतिर पनि। अब यहाँ एउटा महत्त्वपूर्ण कुरा छ, जुन जेम्स क्लियरले भनेका छन्, र यो कुरा हाम्रो समाजमा झन बढी लागू हुन्छ। उनी भन्छन्, तपाईँ आफ्नो उद्देश्यको लेभलमा उठ्नुहुन्न, तपाईँ आफ्नो अनुशासनको लेभलमा झर्नुहुन्छ। यो वाक्य बुझ्न एकछिन लिनुस्। हामी उद्देश्यमा विश्वास गर्छौं, ठूलो सपना। यो वर्ष यति कमाउँछु, अर्को वर्ष घर बनाउँछु, 5 वर्षमा विदेश जान्छु। उद्देश्य राख्नु गलत होइन, तर उद्देश्यले तपाईलाई त्यहाँ पुर्याउँदैन। दैनिक अनुशासनले पुर्याउँछ, दैनिक बानीले पुर्याउँछ। नेपाली भनाइमा भन्दा सपना हेर्नु राम्रो हो, तर बाटो नबनाई सपनाले घर पुर्याउँदैन। र बाटो बन्छ 1 पाइला, हरेक दिन, 1%, हरेक दिन। तपाईलाई एउटा प्रश्न छोड्छु यो सेगमेन्टको अन्त्यमा। आजको तपाईको एउटा बानी, जुन तपाईलाई थाहा छ राम्रो छैन, उल्टो दिशामा, थाहा नहुने गरी। र आजको तपाईको एउटा सानो राम्रो बानी, त्यो पनि कम्पाउन्ड भइरहेको छ, सही दिशामा। प्रश्न यो हो, कुन दिशाको कम्पाउन्ड इफेक्ट बलियो छ? यो किताबमा एउटा कुरा छ जुन पहिलो पटक सुन्दा अलि अनौठो लाग्छ। उनी भन्छन्, बानी बाहिरबाट बन्दैन, भित्रबाट बन्छ। यसको मतलब के हो? हामी जब कुनै बानी बनाउन खोज्छौं, हाम्रो सोच हुन्छ, मैले यो गर्नु छ, मैले बिहान चाँडो उठ्नु छ, मैले पैसा बचाउनु छ, मैले चुरोट छोड्नु छ। यो सोच आउटकममा अड्किएको छ, के गर्ने भन्नेमा।
जेम्स क्लियर भन्छन् यो गलत ठाउँबाट सुरु हुन्छ। सही प्रश्न के गर्ने होइन, सही प्रश्न हो म को हुँ। सजिलो उदाहरणले बुझौँ। दुईजनालाई चुरोट छोड्नु छ। पहिलोलाई कसैले अफर गर्छ, एउटा चुरोट खाने? पहिलो भन्छ, छोड्ने कोसिस गर्दैछु, अहिले खादिनँ। दोस्रोलाई त्यही प्रश्न, एउटा चुरोट खाने? दोस्रो भन्छ, खादिनँ, म चुरोट खान्दिनँ। दुवैले मानेनन्, तर दुवैको जवाफमा आकाश जमिनको फरक छ। पहिलोले भन्यो, कोसिस गर्दैछु, मतलब म अझै चुरोट खाने मान्छे हुँ, तर रोक्न खोजिरहेको छु। भोलि कसैले फेरि अफर गरे भने आज मात्र एउटा भन्ने बहाना तयार छ। दोस्रोले भन्यो, म चुरोट खाँदिनँ, मतलब यो मेरो परिचय हो, यो मेरो स्वभाव हो। नेगोसिएसनको ठाउँ छैन। एउटाले बानी बदल्न खोज्यो, अर्काले आफूलाई बदल्यो। कुन बढी टिक्छ थाहा छ? नेपाली जीवनमा यो कुरा झन गहिरो छ। हाम्रो समाजमा आफ्नो परिचय आफैले बनाउने चलन कम छ। यहाँ परिचय बाहिरबाट आउँछ। फलानाको छोरो, अमुकको बुहारी, सरकारी जागिरे, विदेश फर्केको, डाक्टरको बाबु। आफूभित्रबाट म को हुँ, म कस्तो मान्छे हुन चाहन्छु भनेर सोध्ने कल्चर हामी कहाँ छैन। सोध्ने बानी पनि छैन। र यही कारणले बानी बनाउन गाह्रो हुन्छ। किनभने जब आफ्नो परिचय नै अरूले डिफाइन गरेको छ, त्यो परिचयभित्र आफ्नो बानी बनाउन ठाउँ कम हुन्छ। एउटा सीन कल्पना गर्नुस्। गाउँको एउटा आमा बिहान 4 बजी उठ्छिन्, गाई दुहुन्छिन्, भान्सा लाउनुहुन्छ, खेततिर जानुहुन्छ, साँझ घर फर्किनुहुन्छ, राति ढिलो सुत्नुहुन्छ। कसैले सोध्यो, दिदी यति मिहिनेत कसरी गर्नुहुन्छ? उहाँ हाँस्नुहुन्छ, के मिहिनेत, यस्तै हो नि, घरको काम हो। उहाँले म मिहिनेती हुँ भनेर निर्णय गर्नुभएको होइन। उहाँको परिचयमै त्यो बसेको छ। आमा, गृहिणी, किसान। त्यो परिचयले बानी तान्छ। बिहान उठ्न अलार्म चाहिँदैन, विल पावर चाहिँदैन, परिचयले नै उठाउँछ। यही हो जेम्स क्लियरको कुरा। बानी तब टिक्छ जब त्यो परिचयसँग जोडिएको हुन्छ। अब यसलाई आफ्नो जीवनमा लगाऊँ। म बचत गर्ने कोसिस गर्दैछु, यो भन्नु र म बचत गर्ने मान्छे हुँ, यो भन्नुमा फरक छ। पहिलोमा बचत गर्नु तपाईको काम हो। काम गर्न मन लाग्दैन भने छोडिन्छ। दोस्रोमा बचत गर्नु तपाईको बानी हो, तपाईको परिचय हो। परिचय छोडिदैन। जस्तै कसैले म दाल भात खाने कोसिस गर्दैछु भन्दैन। किनभने दाल भात खानु नेपालीको परिचय हो। त्यो सोच्नु पर्दैन, हुन्छ। म नियमित पढ्ने कोसिस गर्दैछु र म पढ्ने मान्छे हुँ। म स्वस्थ खाना खाने कोसिस गर्दैछु र म आफ्नो स्वास्थ्यलाई ख्याल गर्ने मान्छे हुँ। फरक सुन्नुस्, भित्रैबाट फरक छ। र जेम्स क्लियरको अर्को कुरा, यो परिचय एकै दिनमा बन्दैन। हरेक पटक तपाईले बचत गर्नुभयो, त्यो परिचयको एउटा भोट हो। हरेक पटक तपाईले बिहान उठ्नुभयो, अर्को भोट। हरेक पटक तपाईले चुरोट नखानुभयो, अर्को भोट। हरेक सानो काम एउटा भोट। धेरै भोट्स जम्मा भयो, परिचय बन्छ। परिचय बन्यो, बानी आफै आउँछ। बानी बाहिरबाट थोपरिँदैन, भित्रबाट उम्रन्छ। त्यसैले आज एउटा प्रश्न सोध्नुस् आफैलाई, म कस्तो मान्छे हुन चाहन्छु? उत्तर आयो भने त्यो उत्तरतिर एउटा सानो काम गर्नुस् आज। एउटा मात्र, सानो। अब किताबको सबैभन्दा काम लाग्ने भाग। जेम्स क्लियर भन्छन्, राम्रो बानी बनाउन 4 नियम छन् र नराम्रो बानी तोड्न यिनै 4को उल्टो गर्नुस्। 4 नियम। पहिलो, स्पष्ट बनाउनुस्। दोस्रो, आकर्षक बनाउनुस्। तेस्रो, सजिलो बनाउनुस्। चौथो, सन्तोषजनक बनाउनुस्। एक गरी हेरौँ। नियम 1, स्पष्ट बनाउनुस्। राम्रो बानी बनाउनु पहिलो काम, त्यो बानीलाई आफ्नो आँखा अगाडि राख्नुस्। देखिने ठाउँमा राख्नुस्। किताब पढ्ने बानी बनाउनु छ,
किताब ओछ्यानको छेउमा राख्नुहोस्, दराजभित्र होइन। बिहान उठेपछि आँखा परिहाल्छ, सम्झिन्छ। तातो पानी खाने बानी बनाउनु छ, राति सुत्नु अघि गिलास भरेर थर्मसमा राख्नुहोस्, ओछ्यान छेउमा। बिहान उठ्न साथ अगाडि छ। बानी सम्झिन मिहिने चाहिँदैन, देखिने ठाउँमा राखे पुग्छ। यो कुरा नेपाली घरमा पहिलेदेखि हुन्थ्यो। आमाले भान्साघरमा पूजाको सामान एउटै ठाउँमा राख्नुहुन्थ्यो। बिहान उठेपछि देख्नुभयो, पूजा सम्झिनुभयो, हात जोडिहाल्यो। छुट्टै रिमाइन्डर चाहिएन, ठाउँले नै रिमाइन्ड गर्यो। जेम्स क्लियर यही भन्छन्, इन्भाइरोन्मेन्ट डिजाइन गर्नुस्। आफ्नो वरिपरिको ठाउँलाई यसरी मिलाउनुस् कि राम्रो बानी आफै सम्झिन्छ। र उल्टो पनि काम गर्छ। नराम्रो बानी तोड्नु छ भने त्यसलाई आँखा अगाडिबाट हटाउनुस्। रातमा फोन हेर्ने बानी छुटाउनु छ, फोन अर्को कोठामा राखेर सुत्नुस्। ओछ्यानमा छ भने हात आफै जान्छ, छैन भने उठेर जानुपर्छ। त्यो झन्झटले नै रोक्छ। चुरोट छुटाउनु छ, घरमा नराख्नुस्। खाँदिन भनेर राखेको चुरोट कमजोर मनको दिन खाइन्छ। घरमा नभएको चुरोट खान बाहिर जानुपर्छ। त्यो एउटा एक्स्ट्रा कदमले धेरैलाई रोक्छ। देखिन्छ भने बानी बन्छ, देखिँदैन भने बानी टुट्छ। यति सरल छ। नियम 2, आकर्षक बनाउनुस्। मान्छे त्यो काम गर्छ जुन गर्न मन लाग्छ। यो सत्य हो। त्यसैले राम्रो बानीलाई मन लाग्ने कुरासँग जोड्नुस्। उदाहरण, तपाईलाई आफ्नो खर्चको हिसाब किताब गर्नु मन लाग्दैन, तर साँझको चिया मन पर्छ। नियम बनाउनुस्। चिया बनाउनु भनेको हिसाब किताब गर्नु। चिया खाँदा मात्र हिसाब हेर्ने। चिया सकिनु भनेको हिसाब सकिनु। अचानक हिसाब किताब चियासँग जोडियो। चिया मन पर्छ, हिसाब पनि हुन्छ। अर्को उदाहरण, लोकसेवाको पढाइ। पढ्न मन लाग्दैन, तर मनपर्ने पडकास्ट सुन्न मन लाग्छ। नियम यो बनाउनुहोस्, पढ्न बस्दा मात्र त्यो पोडकास्ट सुन्न पाउने, नत्र होइन। यो ट्रिक हो, तर काम गर्छ। किनभने दिमागले बिस्तारै पढाइलाई रिवार्डसँग जोड्छ। नेपाली आमाहरूले यो वर्षौंदेखि गर्दै आउनुभएको छ। खाना खा, त्यसपछि खेल्न जा। पहिले अब्लिगेसन, त्यसपछि रिवार्ड। दिमागमा मेसेज जान्छ, खाना खानु राम्रो कुरा हो, किनभने त्यसपछि खेल छ। डिग्री नभए पनि यो साइकोलोजी थियो। नियम 3, सजिलो बनाउनुस्। यो नियम नेपाली मानसिकतामा सबैभन्दा जरुरी छ। किनभने हामीमा एउटा सोच छ, राम्रोसँग गरौँ नत्र नगरौँ। अधुरो काम गर्नुभन्दा नगरेको बेस। यो सोचले धेरै राम्रा बानी जन्मनु अघि नै मार्छ। जेम्स क्लियरको एउटा सरल नियम छ, 2 मिनेट नियम। जुनसुकै बानी सुरु गर्न पहिले 2 मिनेट मात्र गर्नुस्। किताब पढ्ने बानी बनाउनु छ, 2 मिनेट पढ्नुस्। किताब खोल्नुस् मात्र। बिहान उठ्ने बानी बनाउनु छ, ओछ्यानबाट उठेर बाहिर निस्कनुस् मात्र, 2 मिनेट। बचत गर्ने बानी बनाउनु छ, एउटा खाता खोल्नुस्। पहिलो दिन 100 रुपियाँ मात्र हाल्नुस्। यति सानो गरेर के हुन्छ र? यो प्रश्न आउँछ। उत्तर सुरु हुन्छ। र सुरु भयो भने बढ्छ। नभएको बानी र भएको बानीको बीचमा सबैभन्दा ठूलो दूरी पहिलो कदम हो। त्यो पहिलो कदम सजिलो बनाउनुस्, बाँकी आफै हुन्छ। हाम्रो एउटा पुरानो भनाइ छ, थालनु नै सिद्ध्याउनु हो। जेम्स क्लियरले अमेरिकामा रिसर्च गरेर यही कुरा पत्ता लगाए। हाम्रा बाजेले घरमै भनिसकेका थिए। नियम 4, सन्तोषजनक बनाउनुस्। बानी टिक्छ जब त्यसले तुरुन्तै केही राम्रो महसुस गराउँछ। समस्या के छ भने राम्रो बानीको फाइदा प्राय ढिलो आउँछ। बचत गर्दा आजै धनी हुँदैन। नियमित पढ्दा भोलि नै पास हुँदैन। तर नराम्रो बानीको मजा तुरुन्त आउँछ। चुरोटको धुवाँ अहिले नै राम्रो लाग्छ। फोनको स्क्रोल अहिले नै मनोरञ्जन दिन्छ। त्यसैले राम्रो बानीलाई तुरुन्त सन्तोष दिने बनाउनुपर्छ। एउटा सरल तरिका, हरेक दिन त्यो काम गरेपछि कागजमा एउटा सही लगाउनुस्। जुनसुकै कागज, जुनसुकै ठाउँ। 5 दिन लगातार सही भयो, हेर्दा राम्रो लाग्छ। 10 दिन भयो,
अझ राम्रो लाग्छ। र त्यो बेला मनभित्रबाट एउटा कुरा आउँछ, आज चुक्यो भने यो सबै खेर जान्छ। त्यो डर नै काम गर्छ। त्यो सहीको लाइन नै तपाईंलाई भोलि पनि गर्न बाध्य बनाउँछ। सानो लाग्छ, तर दिमागले यसलाई सिरियसली लिन्छ। र जेम्स क्लियरको एउटा नियम, एक दिन चुक्यो भने ठिक छ, 2 दिन कहिल्यै नचुक्नुस्। एक दिन एक्सिडेन्ट हो, 2 दिन नयाँ बानीको सुरु हो। बानी बनाउन महिनौं लाग्छ, तोड्न 2 दिन पुग्छ। यी 4 नियम सम्झनुस्, स्पष्ट, देखिने ठाउँमा राख्नुस्, आकर्षक, मनपर्ने कुरासँग जोड्नुस्, सजिलो, सानो सुरुवात गर्नुस्, सन्तोषजनक, तुरुन्त रिवार्ड दिनुस् आफैलाई। यी 4 कुरा मिल्यो भने बानी बन्छ। एउटा पनि छुट्यो भने बानी टुट्छ। अहिलेसम्म हामीले किताबको कुरा गर्यौं, दैनिक 1% सुधारको हिसाब, परिचयबाट बानीमा कसरी परिवर्तन गर्ने, 4 नियम। सुन्दा सब ठीक लाग्छ, सरल लाग्छ, ल गर्छु पनि लाग्छ। तर यहाँ एउटा कुरा छ जुन जेम्स क्लियरको किताबमा छैन, र नेपाली जीवनमा यो नबुझी बानी बन्दैन। नेपालमा बानी बनाउनु अमेरिकामा बानी बनाउनु भन्दा फरक छ। किन? 3 वटा कारण छन्। पहिलो कारण, हाम्रो समाजमा तपाईको बानी तपाईको मात्र हुँदैन। जेम्स क्लियरको किताब एउटा व्यक्तिको लागि लेखिएको हो, अमेरिकन व्यक्ति, जसको आफ्नै कोठा छ, आफ्नै दिनचर्या छ। म यसो गर्छु भने कसैले सोध्दैन। नेपालमा यस्तो हुँदैन। यहाँ तपाईको बानी परिवारसँग जोडिएको छ, टोलसँग जोडिएको छ, समाजसँग जोडिएको छ। चुरोट छोड्ने निर्णय गर्नुभयो, साथीहरू भेला भए एकजनाले सल्काएर अगाडि राख्छ, एउटा मात्र हो यार, के फरक पर्छ र? मानेनन् भने अचानक के भयो तँलाई, साधु बन्ने हो? हामी पनि हेरौला, कति दिनसम्म नाटक हो यो नेपालमा। आफ्नो निर्णय राख्नु भनेको साथीहरूसँग झगडा मोड्नु जस्तो हुन्छ। रातको खाना कम खाने बानी बनाउनु भयो, हाम्रो घरको खाना मन परेन? आमाको मुखबाट यो सुन्नुभयो भने बानी छोडिन्छ, मन दुख्छ। नेपालमा बचत गर्ने बानी बनाउनु भयो, तलब आयो, आमाले थाहा पाउनुभयो। दिदीको बिहे आउँदैछ, अलि दिनुपर्छ। भाइले थाहा पायो, दाइ मोटरसाइकल किन्न अलि चाहियो थियो। छिमेकीकोले भन्छ, सबै दिन्छन्, तिमीले पनि दिनुपर्छ। तपाईको बचत तपाईको मात्र हुँदैन, परिवार र समाजको साझा कोष जस्तो हुन्छ। नेपालमा व्यक्तिगत बानी एउटा निजी कुरा होइन, यो सामाजिक कुरा हो, र समाजले हरेक कदममा प्रश्न गर्छ। यो नराम्रो हो भनेको होइन, यो हाम्रो वास्तविकता हो, र यो वास्तविकता नबुझी बानी बनाउन खोज्नु हावामा घर बनाउनु हो। दोस्रो कारण, ठाउँ बदलिन्छ, बानी बदलिँदैन। नेपाली युवाको एउटा ठूलो सपना छ, विदेश गएपछि सब ठीक हुन्छ। कतार गएपछि, मलेसिया गएपछि, अस्ट्रेलिया भिजा लागेपछि, नयाँ ठाउँ, नयाँ सुरुवात, नयाँ जीवन। तर विदेश गएपछि के हुन्छ? पहिलो 3 महिना अनुशासन छ, काम छ, नियम छ, इन्भाइरोमेन्टले नै धकेल्छ। 6 महिनापछि साथीहरू भेटिन्छन्, रुटिन टुट्छ, आज मात्र भन्ने सुरु हुन्छ। 1 वर्षपछि उही मान्छे, उही बानी, फरक ठाउँमा। किनभने ठाउँ बदल्नुले बानी बदलिँदैन, बानी भित्रबाट बदलिन्छ। जो मान्छे यहाँ बचत गर्न सक्दैन, त्यो कतारमा पनि सक्दैन। पैसा बढी आउँछ, खर्च पनि बढी हुन्छ। जो मान्छे यहाँ समयमा काम गर्दैन, त्यो त्यहाँ पनि गर्दैन, केही महिना बाहेक। विदेश सल्युसन होइन, बानी सल्युसन हो, र बानी यहीँबाट सुरु गर्न सकिन्छ, आज, अहिले, यही ठाउँमा। तेस्रो कारण, परिवारको चाहना र आफ्नो बानी। नेपालको हरेक घरमा एउटा अलिखित नियम छ, राम्रो छोरो बनेको लोकसेवा पास गर्नुपर्छ, वा विदेश जानुपर्छ, बिहे गर्नुपर्छ, घर बनाउनुपर्छ, आमा बुबालाई खुसी राख्नुपर्छ। राम्री बुहारी भनेको बिहान चाँडो उठ्नुपर्छ, राम्रो खाना पकाउनुपर्छ, सासू ससुराको कुरा मान्नुपर्छ। यो लिस्ट सबैले थाहा छ, कसैले लेखेको छैन, तर सबैलाई थाहा छ। र यही लिस्टभित्र बसेर आफ्नो बानी बनाउन खोज्दा
बानी आफ्नो हुँदैन। अरूको एक्सपेक्टेसन पूरा गर्ने बानी हुन्छ। त्यस्तो बानी कहिलेकाहीँ टिक्छ, तर थकाउँछ। किनभने आफ्नो मनबाट आएको बानी र डरबाट आएको बानीमा फरक हुन्छ। एउटाले ऊर्जा दिन्छ, अर्काले ऊर्जा खान्छ। यो कुरा परिवारलाई दोष दिन भनेको होइन। परिवार हाम्रो शक्ति हो। नेपालमा परिवार बिना एक्लो मान्छे कमजोर हुन्छ। तर यो सोच्नु जरुरी छ, मेरो बानी मैले चाहेर बनाएको हो कि अरूले चाहेको पूरा गर्न बनाएको हो? त्यो प्रश्नको जवाफमा धेरै कुरा छ। जेम्स क्लियरको किताबले यी 3 कुरा भनेन, किनभने उनले अमेरिकी मान्छेको लागि लेखे। तर हामी नेपाली हौं। हाम्रो समाज फरक छ, हाम्रो परिवार फरक छ, हाम्रो वास्तविकता फरक छ। त्यसैले किताबको ज्ञान लिनुस्, तर आफ्नो जीवनमा लगाउँदा यी 3 कुरा पनि सँगै सोच्नुस्। बानी बनाउनु व्यक्तिगत यात्रा हो, तर नेपालमा त्यो यात्रा एक्लै हुँदैन। परिवार, समाज सबै सँगै आउँछन्। त्यो च्यालेन्ज हो, र त्यही च्यालेन्ज बुझेर हिँड्यो भने बानी बढी टिकाउ हुन्छ। अहिलेसम्म हामीले किताबका राम्रा कुराहरू हेर्यौं, तर एउटा कुरा म सुरुदेखि नै भन्न चाहन्थे, कुनै पनि किताब सम्पूर्ण हुँदैन। जेम्स क्लियरको किताब राम्रो छ, तर यसले केही कुरा देखेन वा देख्न चाहेन। त्यही कुरा आज गरौँ। पहिलो कुरा, यो किताब सबैको लागि होइन। जेम्स क्लियरको किताबमा एउटा ठूलो असम्पसन छ। तपाईसँग समय छ, शान्त ठाउँ छ, दिमाग खाली छ, जीवन कुनै हदसम्म स्टेबल छ। त्यसपछि मात्र इन्भाइरोन्मेन्ट डिजाइन गर्नु मिल्छ। त्यसपछि मात्र 2 मिनेट नियम काम गर्छ। तर नेपालमा धेरैको जीवन यस्तो छैन। एउटा दिदीको कुरा सोच्नुस्। बिहान 5 बजे उठ्छिन्, भान्सा लाउनुहुन्छ, बच्चा स्कुल पठाउनुहुन्छ, खेततिर जानुहुन्छ, दिउँसो घर फर्किएर अर्को काम, साँझ फेरि भान्सा, राति 11 बजे सुत्नुहुन्छ। यस्तो दिदीलाई बानी ट्र्याकर राख्नुस्, हरेक दिन सही लगाउनुस् भन्नु, यो कुरा हावामा बनेको हो। जब दिनभर जीवन धान्नकै लागि खटिरहेको हुन्छ, त्यति बेला बानी बनाउने कुरा विलासिता हो। पहिले पेट भर्नुपर्छ, त्यसपछि बानी। यो किताबको कमजोरी हो। यसले मध्यमवर्गीय स्टेबल जीवन भएको मान्छेलाई मात्र हेरेर लेखेको छ। दोस्रो कुरा, बानी एक्लै बन्दैन। किताब पढ्दा लाग्छ बानी बनाउनु तपाईको एक्लो काम हो। तपाईले निर्णय गर्नुस्, तपाईले गर्नुस्, तपाईले टिकाउनुस्। तर अनुसन्धानले देखाउँछ बानी सबैभन्दा बढी टिक्छ जब वरिपरिका मान्छेहरू पनि त्यही गर्छन्। नेपालमा यसको सबैभन्दा राम्रो उदाहरण छ गुठी। गुठीमा सबै मिलेर काम गर्छन्। एकले छोडे भने अरूले तान्छन्। एकलाई मन छैन भने अरूले साथ दिन्छन्। त्यो सामूहिक जिम्मेवारीले बानी टिकाउँछ। तर जेम्स क्लियरको किताबमा गुठी छैन, समुदाय छैन, टोलका साथी छैनन्। किताब भन्छ तपाईं गर्नुस्। नेपाली अनुभवले भन्छ हामी सँगै गरौँ। यो फरक सानो देखिन्छ, तर परिणाममा ठूलो फरक पार्छ। तेस्रो कुरा, मन ठीक नभएको बेलामा बानी हुँदैन। किताबले भन्छ मोटिभेसन चाहिँदैन, अनुशासन चाहिन्छ, बानी नै काफी छ। यो धेरैजसो अवस्थामा सत्य हो। तर जब घरमा झगडा छ, आर्थिक सङ्कट छ, मन अध्यारो छ, त्यति बेला स्पष्ट बनाउनुस्, सजिलो बनाउनुस् भन्ने नियमले काम गर्दैन। नेपालमा मानसिक स्वास्थ्यको कुरा खुलेर हुँदैन। मन दुखेको छ भन्दा कमजोर छ भन्छन्। डिप्रेसन भनेको थाहा छैन धेरैलाई, अलि आलस लागेको हो भन्छन्। तर त्यो अवस्थामा बानी बनाउन गाह्रो हुन्छ। यो सत्य हो, र यो सत्य किताबमा छैन। मन ठीक नभएको बेला बानी नभएको दोष आफैलाई दिनु हुँदैन। त्यो बेला पहिले मन ठीक गर्नुपर्छ। यी 3 कुरा भन्नुको मतलब किताब नराम्रो छ भनेको होइन। किताब राम्रो छ। जेम्स क्लियरको काम इमानदार छ। तर हरेक किताब एउटा मान्छेको आँखाबाट लेखिएको हुन्छ। जेम्स क्लियर अमेरिकी हुन्। उनले अमेरिकी जीवन देखेर लेखे। हामी नेपाली हौं। हामीले आफ्नो जीवन देखेर पढ्नुपर्छ।
जो कुरा मिल्छ लिनुस्, जो कुरा मिल्दैन थाहा राख्नुस्, जो कुरा छुटेको छ आफै थप्नुस्। यही हो किताब पढ्नुको असली फाइदा। हामी अन्तिम भागमा आइपुग्यौं। आजको एपिसोडमा धेरै कुरा भयो। किताबको कुरा भयो, नेपाली जीवनको कुरा भयो, किताबको कमजोरीको कुरा पनि भयो। तर अन्त्यमा 3 कुरा मात्र लिएर जानुस्, 3 मात्र। पहिलो, एउटा मात्र बानी छान्नुस् आज। धेरै बानी एकैचोटि बनाउन खोज्नु यो सबैभन्दा ठूलो गल्ती हो। बिहान चाँडो उठ्छु, पानी खान्छु, पढ्छु, बचत गर्छु, चुरोट छोड्छु। यो लिस्ट बनाउनु सजिलो छ, पालन गर्नु गाह्रो छ। एउटा मात्र छान्नुस्, सबैभन्दा सानो लाग्ने एउटा। आज त्यो गर्नुस्, भोलि पनि त्यही, अर्को हप्ता पनि त्यही। त्यो एउटा बानी बसेपछि अर्को थप्नुस्। एउटा जरो गहिरो गयो भने बोट बलियो हुन्छ। धेरै जरो सतहमा राखेको बोट हावाले ढाल्छ। दोस्रो, म कस्तो मान्छे हुन चाहन्छु? यो प्रश्न सोध्नुस्। बानी बनाउनु भनेको केही गर्नु मात्र होइन, केही हुनु हो। म बचत गर्ने मान्छे हुँ, म आफ्नो स्वास्थ्यलाई ख्याल गर्ने मान्छे हुँ, म नियमित पढ्ने मान्छे हुँ। यी वाक्य अहिले साँचो नलागे पनि भन्नुस्, मनमा राख्नुस्, किनभने हामी जे सोच्छौं बिस्तारै त्यही बन्छौं। यो फिलोसफी होइन, यो बानीको विज्ञान हो। तेस्रो, एक दिन चुक्यो भने ठिक छ, 2 दिन नचुक्नुस्। बानी बनाउँदा चुकिन्छ, यो हुन्छ नै। एक दिन मन लागेन, एक दिन काम आयो, एक दिन थकाइ लाग्यो, ठिक छ। त्यो एक दिन बिर्सनुस्, अर्को दिन उठ्नुस्, फेरि सुरु गर्नुस्। तर 2 दिन नचुक्नुस्, किनभने एक दिन चुक्नु एक्सिडेन्ट हो, 2 दिन चुक्नु सुरुवात हो गलत बानीको। यो एउटा नियम मात्र याद राख्नुस्, बाँकी सब बिर्से पनि हुन्छ। एउटा कुरा थप्छु, यो एपिसोड सुनेर राम्रो कुरा रहेछ मात्र भन्नुभयो भने केही हुँदैन। हरेक हप्ता यस्तै राम्रा कुरा सुनिन्छ, युट्युबमा, पोडकास्टमा, साथीको मुखबाट। सुन्नु र गर्नु बीचको खाडल नै हाम्रो सबैभन्दा ठूलो समस्या हो। त्यसैले आज एपिसोड सकिएपछि एउटा काम गर्नुस्, सानो, अहिले नै। फोन राख्नुस्, 1 मिनेट सोच्नुस्, एउटा बानी जुन म बनाउन चाहन्छु, एउटा मात्र। अनि भोलि बिहान उठेपछि त्यो गर्नुस्, बस यति हो। आज हामीले एटोमिक ह्याबिट्स हेर्यौं नेपाली आँखाले। जेम्स क्लियरको किताब राम्रो छ, तर किताब पढ्नु पुग्दैन, बुझ्नुपर्छ। बुझ्नु पुग्दैन, उतार्नुपर्छ। आफ्नो जीवनमा, आफ्नो घरमा, आफ्नो दिनचर्यामा। हाम्रो एउटा पुरानो भनाइ छ, थोपा थोपाले घैँटो भरिन्छ। हाम्रा पुर्खाले यो वर्षौं पहिले भनेका थिए। जेम्स क्लियरले 400 पेजमा लेखे, हामीले आज 1 घण्टामा सुन्यौं। अब तपाईको पालो। 1 थोपा, 1 दिन, 1 बानी। अर्को एपिसोडमा हामी फेरि आउँछौं, तपाईको जीवनमा काम लाग्ने अर्को एउटा किताब लिएर।